लमसराङ है कालीगण्डकी गाउँपालिका वडा नम्बर 3 हाम्रो देव सर विशेष भूमिका छ है यो गाउँको। यो सुन्तला पकेट कार्यक्रम सुन्तला फलमा यो के कारणले गर्यो यो के कारणले बुढा यो के को कमीले भन्नुभएको थियो नि ढुसी लागेको होइन 12,000 बिरुवा कालीगण्डकी गाउँपालिकामा है खाल्टा खनेको नि पैसा अझ बिरुवाको नि पैसा निशुल्क यस्तो हुनु पर्यो कार्यक्रम भयो चाहिँ फ्री हुनु पर्यो होइन जनताको कृषकको जनजीविका विकासका लागि आत्मनिर्भर बन्नका लागि कृषक भनेको सामान्य मान्छेले कृषि गर्ने हो हैन। जब कृषकको जनजीविका कृषकको जीवनस्तर उकास्न सकिएन भने राष्ट्रको आर्थिक भारलाई चाहिँ आर्थिक क्षेत्रलाई कृषिमा आत्मनिर्भर बन्ने हो भने त्यसको आर्थिक अर्थतन्त्र पनि बलियो हुन्छ कृषि नै अर्थतन्त्र कृषि नै आत्मनिर्भर बन्न सकिएन भने देशको अर्थतन्त्र पनि बलियो हुन सक्दैन। कृषिमा हामी आत्मनिर्भर हुन आवश्यक छ। हाम्रो त्यही भएर दीर्घकालीन कृषि योजनाहरू जस्तै फलफुल यहाँको हावापानी सुहाउँदो फलफुलहरू लगाउनु पर्यो। कालीगण्डकी गाउँपालिका कृषकहरूले आफ्नो ठाउँ भूगोल अनुसार सुहाउँदो फलफुलको बिरुवाहरू लगाउनु पर्यो। यो चाहिँ हाम्रो सबै सुन्तला हो होइन। सुन्तलाको हुन्छ कि हुँदैन बुढा सुन्तलाको त्यो के भन्छ अरे उसके त्यो बिउमा चाहिँ थरी थरीको जात हुन्छ नि सुन्तलाहरूको कुनै कलमी के भन्छ नि भेराइटी कलमी गर्न हुन्छ। सुन्तला त अब नेपालमै गरेको त्यस्तो त्यसको भेराइटीहरू त्यस्तो छैन ल